नमस्कार साथीहरू, म नवीन राय तपाईहरुको माझ फेरि एउटा यो मेरो बगैँचाको भिडियो ल्याउँदैछु। यो चाहिँ कफीहरू हो। यो यसरी एभोकाडोहरू छ, यसरी रोपेको छु। यो लाइन यसरी यता पनि छ, पल्लो छेउतिर छ। यसरी कफी रोपेको छु। म चाहिँ यो बगैँचामा चाहिँ खासमा दाल लिन आएको, कालो दाल अनि बारी लगाएर आएको छु। यहाँ चाहिँ अब यसरी छ मेरो यो बगैँचा। यस्तो मेरो 3टा बगैँचा छ। यो चाहिँ माथिल्लो बगैँचा हो। मेरो तलतिर चाहिँ कफीहरू टन्नै फल्दैछ, पाक्दैछ पनि, टिप्ने बेला पनि हुँदैछ। यो अग्लो ठुलो पात भएको चाहिँ पाउलोनिया हो। यसरी रोपिरहेको छु। यो चाहिँ जुनेलहरू यहाँ तपाईहरुलाई चाहिँ यसरी यो त्यत्रो छ। तल्लो बगैँचामा चाहिँ मेरो गार्डनमा चाहिँ फल्दैछ, पाक्दैछ पनि। अब मङ्सिरमा धमाधम कफी टिप्ने बेला हुन्छ साथीहरू। यो चाहिँ मैले भर्खर लगाउँदैछु। यहाँ चाहिँ यो एभोकाडोहरू यसरी रोप्दैछु, कफीहरू यसरी रोपेको छु। यो चाहिँ मासको दाल, कालो मासको दाल भारी लगाएर ठिक्क पारेको छु। साँझ पर्न लाग्यो, कफीहरू यसरी छ। कुनै कफीहरू यत्रो सानो सानो भए पनि कफी फल्दैछ। हेर्नुहोस् न, यहाँ चाहिँ 2-4 दाना भए पनि यसरी फलेर पनि पाकेको छ। यहाँ पनि पो यसरी फलेर पनि पाक्दैछ। र यसरी मैले आफ्नै हावा पानी माटोमा माटोले उत्पादनसँग जोडौँ भनेर यो सबै एभोकाडोहरू हो। तलतिर यो एभोकाडोको रुख, त्यो एभोकाडोको रुखहरू, तलले कफीहरू यसरी रोपेको छु। सबै कफीहरू, एभोकाडोहरू। यहाँ चाहिँ अब पाइनएप्पल पनि छ, साइडमा रोपेको छु। यो चाहिँ किनभने यो बारीमा चाहिँ अहिले कफीहरू सानो छ, एभोकाडो सानो भएकोले गर्दाखेरि म चाहिँ दालहरू, भटमासहरू पनि उत्पादन लिने गर्छु। यो पनि कफी एभोकाडो हो। एभोकाडो छेउमा कफी छ, उता पनि एभोकाडो, यत्रो ठुलो पनि एभोकाडो, यता पनि एभोकाडो, यता पनि एभोकाडो छ। यो कोदोबारीमा पनि एभोकाडोहरू छ। यसमा चाहिँ भटमास नरोपेको, यसमा चाहिँ कफीहरू छ, बिचबिचमा कफीहरू छ। यो कफी हेर्नुहोस् त, कफीहरू यसरी तपाईहरुलाई देखाउँछु। यहाँबाट खिचेको छु। आफ्नै देश, आफ्नै हावा, आफ्नै हावामा पानी र माटोलाई उत्पादनसँग जोडौँ भन्ने उद्देश्यले हामी अगाडि बढेका छौँ साथीहरू। हाम्रो देश नेपाल, हाम्रो भूभागमा जे पनि हुनसक्छ। विश्वको चाहिँ 6 चोटि चाहिँ समय परिवर्तन हुने हाम्रो देश नेपाल। 6 चोटि समय फेरिने, यस्तोमा जे पनि हुन्छ हाम्रो हावापानी माटोमा। त्यसकारणले गर्दाखेरि माटोसँग, हावासँग, पानीसँग हामीले उत्पादनमा जोड्यौँ भने यत्रो कस्तो मजाको छ। यो कफीहरू, यो एभोकाडोहरू यतिमा पछि तपाईहरुलाई देखाउँदै जानेछु। उत्पादनसम्म र तल्लो गार्डनिङ पनि म तपाईहरुलाई देखाउनेछु। त्यहाँ चाहिँ फल्दैछ, पाक्दैछ। जहाँबाट हेर्दै हुनुहुन्छ यो भिडियो, कृषि सम्बन्धी, विशेष गरेर कफी, एभोकाडो त्यस सम्बन्धी चाहिँ म भिडियोहरू हाल्ने गर्छु। हवस् त, नमस्ते। जहाँबाट हेर्नुहुन्छ स्वस्थ रहनुहोला, खुसी रहनुहोला भन्दै म अर्को भिडियो फेरि यस्तै ल्याउनेछु। ओके, बाइ बाइ, टेक केयर।